दीपावली 2082 को उपलक्ष्यमा यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। तिहार जम्मा 5 दिन जो मनाउने गरिन्छ त्यसको बारेमा एउटा जानकारी लिएर आएको छु। र पहिलो दिनलाई हामी काग तिहारको रूपमा मान्ने गर्छौँ। र कागलाई किन पूजा गरिन्छ भने कागलाई यमराजको सन्देश वाहक अथवा यमदूतको रूपमा हेर्ने गरिन्छ र कागले सम्पूर्ण जीवलाई समान दृष्टिले हेर्छ। त्यसो हुँदा पनि कागलाई पुज्ने गरिन्छ, जुन काग यमराजको भक्त हो। र कागलाई पुज्नुपर्ने अथवा कागलाई पुजिने खास कारण के छ भने काग भुसुण्डीको प्रसङ्ग आउँछ। र के भएको थियो भने एकपटक काग भुसुण्डी जो शिवजीका भक्त थिए र शिवजीले एकपटक शिवजीलाई अनादर गरेको कारण चाहिँ शिवजीले काग भुसुण्डीलाई श्राप दिनुहुन्छ। र काग भुसुण्डीले कस्तो श्राप पाउँछन् भने 1000 जोनीसम्म चाहिँ पशु योनिमा जन्म होस् भन्नेवाला श्राप दिन्छ। र त्यसै श्राप अन्तर्गत एक योनि चाहिँ मानव योनिको रूपमा पनि जन्म होस्, तर त्यो मानव योनिमा चाहिँ एउटा विद्वान व्यक्तिको रूपमा जन्म होस् भन्ने उसले श्राप पाएको हुन्छ। र त्यही श्राप अनुसार चाहिँ विभिन्न पशु योनिहरू, विभिन्न जनावर चराचुरुङ्गीहरूको जीव योनि घुम्दै घुम्दै चराको रूप के अरे मानिसको रूप लिएर जब ऊ मानव भएको समयमा लोमस ऋषिसँग भेट हुन्छ र उसलाई पाएको वरदान अनुसार एकजना विद्वान, सम्पूर्ण शास्त्रहरू बुझेको विद्वान व्यक्तिले लोमस ऋषिले कथा वाचन गरिरहेको ठाउँमा उहाँले शास्त्र गर्नुहुन्छ अथवा तर्क गर्नुहुन्छ। र तर्क गर्ने क्रममा लोमस ऋषि रिसाएर उहाँलाई फेरि श्राप दिनुहुन्छ। र लोमस ऋषिले के श्राप दिनुहुन्छ भने कौवाको जुनी पाउनु भनेर लोमस ऋषिले चाहिँ काग भुसुण्डीलाई श्राप दिनुहुन्छ। र त्यसो हुँदाखेरि त्यो भड्किरहेको आत्मा फेरि काग भुसुण्डी नाम गरेको चरा अथवा कौवाको रूपमा चाहिँ उहाँले त्यो जुनी प्राप्त गर्नुहुन्छ। त एकपटकको कुरो हो, रावणको छोरो मेघनाथले तिनै लोक विजय गरिसके पछाडि इन्द्र लगायत सम्पूर्ण देवताहरू भयभीत हुन्छन्। र भयभीत भइसके पछाडि रामायणको युद्धमा चाहिँ मेघनाथ र भगवान श्रीरामको डाइरेक्ट लडाइँ हुन्छ। र त्यसै लडाइँ हुँदाखेरि मेघनाथले नागपाश राममाथि, श्रीराममाथि प्रहार गर्छ र भगवान राम मेघनाथको नागपाशको जालमा जेलिनुहुन्छ। त यस्तो घटना घटेपछि गरुड आएर नागपाशलाई ठुँगेर श्रीरामलाई बचाउनुहुन्छ। तर यस प्रसङ्गमा गरुड यो घटनाबाट अचम्मित हुनुहुन्छ, किनभने भगवान साक्षात् परमात्मा नागपाशमा कसरी अल्झिनु हो यो कुरा गरुडले बुझ्न सक्नुहुन्न। र यो बुझ्न नसकिसके पछाडि गरुडजीले नारदजीलाई सोध्नुहुन्छ कि कसरी भगवान श्रीराम नागपाशमा अल्झिनु भयो। तब नारदजीले यो कुरा ब्रह्माजीसँग गएर जिज्ञासा राख्नु भन्नुहुन्छ। ब्रह्माजीले शिवजीतर्फ देखाउनुहुन्छ र शिवजीले अन्तिममा काग भुसुण्डी नाम गरेको एउटा चरा छ र त्यो चरालाई गएर यो जिज्ञासा राख्नु भनेर शिवजीले भन्नुहुन्छ। र काग भुसुण्डी नामक चराले गरुडजीको जिज्ञासा मेटाउन सक्ला भन्ने कुरामा गरुडलाई शङ्का लागेको थियो, किनभने काग भुसुण्डी को हुनुहुन्छ गरुडलाई थाहा थिएन। र तर जुन काग भुसुण्डीलाई जुन एउटा श्राप परेको थियो, त्यो श्राप अन्तर्गत उसले एउटा इच्छा मरणको पनि वरदान पाउनुभएको थियो। त भनिन्छ कि रामायण 11 पटक र महाभारत 16 पटक चाहिँ त्यो काग भुसुण्डीले देखेको थियो। भन्न खोजेको सम्पूर्ण शास्त्रहरू, सम्पूर्ण भगवान र भक्तका लीलाहरू काग भुसुण्डीले देख्नुभएको थियो। त्यसै हुँदाखेरि यो रामचरित्रको बारेमा र भगवान राम को हुन्छ भन्ने विषयमा चाहिँ काग भुसुण्डीले उक्त गरुडलाई प्रश्न पार्नुहुन्छ। त त्यसै दिन काग भुसुण्डीले रामचरित्र गरुडलाई प्रश्न पारेको दिनदेखि कागलाई पूजा गर्न थालिएको। र तिहारको दोस्रो दिन जो कुकुरको हामी पूजा गर्छौँ, जसलाई हामी नरक चतुर्दशी पनि भन्ने गरिन्छ। र कुकुरलाई यमराजको दूतको रूपमा लिइन्छ, जो भैरवको वाहनको रूपमा पनि कुकुरलाई लिने गरिन्छ। र कुकुर किन पूजा गरिन्छ भने कुकुरलाई पूजा गर्नुपर्ने कारण के छ भने महाभारतको बेला
जब 5 पाण्डवहरूको महाप्रस्थानको समय जब आउँछ त्यसबेला 5 पाण्डव र सम्पूर्ण उसका पाण्डवका भाइहरू र द्रौपदी लगायतहरूको महाप्रस्थान हुँदाखेरि सम्पूर्ण भाइहरू र द्रौपदी बाटैमा उहाँहरूको मृत्यु हुन्छ। तर युधिष्ठिरलाई पछ्याउँदै कुकुर मात्रै बाँकी रहन्छ र उहाँहरू महाप्रस्थान कोही क्रममा अगाडि बढ्ने क्रममा जब स्वर्गको ढोकासँग पुग्दा स्वर्गका द्वारबारेहरूले चाहिँ कुकुरलाई स्वर्गभित्र जान उहाँलाई अनुमति दिनुहुन्न। युधिष्ठिरले सोध्नुहुन्छ कि कुकुरलाई भित्र स्वर्ग लिएर जाने अरू के उपाय छ भन्दाखेरि बरु युधिष्ठिरले भन्नुहुन्छ बरु मैले युधिष्ठिर आफूले गरेको सम्पूर्ण सत्कर्महरू कुकुरलाई नै दिन्छु भनिसके पछाडि बल्ल कुकुर स्वर्ग प्रस्थान गरेको थियो। यसरी सत्कर्म गरेर पाण्डवका अरू सम्पूर्ण भाइ र द्रौपदीहरू बाटैमा पतन हुँदाखेरि पनि कुकुर जब स्वर्गसम्म पुग्न सक्षम भएको उक्त प्रसङ्गलाई सम्झेर कुकुरलाई पूजा गर्ने गरिन्छ। त्यस्तै तिहारको तेस्रो दिन जो गाई तिहारको रूपमा हामी मनाउँछौँ, गाईको पूजा गर्ने गरिन्छ र बेलुकी पख लक्ष्मी पूजा अथवा शुभरात्रि धनकी देवीको पूजा गर्ने गरिन्छ। र गाईलाई पूजा गर्ने कारण भनेको चाहिँ गाई भनेको लक्ष्मीको सन्देशवाहकको रूपमा लिएको छ। चौथो दिन गोरु पूजा अर्थात् गोवर्धन पूजा, कसैले यसलाई हल तिहार पनि भन्ने गरेको पाइन्छ। र यो गोवर्धन पूजा किन गरिन्छ भने धेरै पहिलो कुरो पहिला गोपालहरूले इन्द्रको पूजा गर्ने गर्थे, तर भगवान् कृष्णले गोवर्धन पूजा जो गोकुल नजिकै रहेको पर्वत गोवर्धनको पूजा गर्न भगवान् कृष्णले सुझाव गर्नुहुन्छ र इन्द्रको पूजा नगरी गोवर्धनको पूजा गरिसकेपछि इन्द्र रिसाएर गोवर्धन पर्वत नै डुबाउने गरी असिना र पानी वर्षाउनुहुन्छ। तर भगवान् कृष्णले यो घटनाबाट सम्पूर्ण गोवर्धनवासीहरूलाई बचाउनुहुन्छ। त त्यसै दिनको सम्झनामा त्यसै दिनदेखि गोवर्धन पूजा चाहिँ गर्न थालिएको हो। तिहारको अन्तिम दिन अर्थात् सबैभन्दा महत्त्वपूर्ण दिन जो भाइ तिहार कृष्ण पक्षको त्रयोदशीको दिन मनाइन्छ र दियो कलश र गणेश स्थापना गरी यमराजको आह्वान गरेर चाहिँ दीपावली जो मनाउने गरिन्छ। र खास गरी दीपावलीका मुख्य आकर्षक भनेको देउसी र भैलो रहेका छन्। र देउसी किन खेलिन्छ र देउसी शब्द कसरी उत्पत्ति भयो भन्ने विषयमा केही प्रसङ्गहरू छन्। र एउटा कारण देउसी खेलिनुको पहिलो कारण के छ भने अयोध्यामा भगवान् राम 14 वर्ष वनवासबाट फर्केर आए पछाडि त्यसको अवसरमा चाहिँ अयोध्यावासीले धुमधामले उत्सव मनाउँछन् र उत्सव मनाउने क्रममा कसैले गीत गाउने भजनहरू गाउने क्रममा त्यहाँ के भनिन्छ भने देउ श्रीराम भनेर चाहिँ त्यहाँ मान्छेहरूले त्यसको उत्सव मनाउने गर्छन्। र त्यही देउ श्रीराम हुँदै त्यही शब्द अपभ्रंश भएर देउसिरे भएको र त्यो त्यसरी प्रचलन रहेको एउटा कारण हो। र देउसी खेल्ने अर्को दोस्रो कारण अथवा देउसी शब्दको उत्पत्तिको दोस्रो कारण के हो भने बलिराजाको प्रसङ्ग आउँछ। जब बलिराजाले तिनै लोक विजयी गरे र इन्द्र लगायत सम्पूर्ण राजाहरूलाई हटाएर सबै तिनै लोकमा आफ्नो राज्य गरिसके पछाडि इन्द्र भयभीत भएर शिवजी ब्रह्माजी हुँदै भगवान् समक्ष पुग्नुहुन्छ र भगवान्ले वामनको अवतार लिएर बलिले यज्ञ गरिएको ठाउँमा आउनुहुन्छ र उहाँले जब यज्ञ गरिएको ठाउँमा ब्राह्मण आइसके पछाडि बलिले केही दान दिने इच्छा गर्छन् र बलिलाई सोद्धाखेरि बलिराजाले बामनलाई सोधिन्छ र बामनले उहाँले मलाई अरू केही चाहिँदैन, जम्मा 3 पाउ जमिन भए पुग्छ भनेर उहाँले जमिन माग्नुहुन्छ र पहिलो र दोस्रो जमिनमा सम्पूर्ण ब्रह्माण्ड ढाकिन्छ र तेस्रो पाइला राख्ने ठाउँ नभएपछि पछाडि अब बलिले बामनले सोध्नुहुन्छ कि तेस्रो पाइला म कहाँ राखौँ। तब बलि बाध्य भएर मेरै शिरमा राख्नुहोस् भनेर भन्नुहुन्छ। त्यसो हुँदाखेरि यो पाइलो राख्नको लागि
शिरदेव अथवा देउसी र भन्दा त्यही देउसी र शब्द अपभ्रंश भएर देउसी हुन गएको र यसरी तेस्रो पाउ बलिको के अरे बलिराजाको शिरमा राखेर पाताल धसाए पछाडि सम्पूर्ण लोकहरू मुक्त हुन्छन्। तर अन्तिममा छुट्ने बेलामा बलिले भगवान विष्णुसँग चाहिँ सालमा एकपटक पृथ्वीको विचरण गर्न पाऊँ भनी उहाँले अनुरोध गर्दाखेरि भगवानले त्यसलाई मान्नुहुन्छ र त्यसै गरी त्यही कारणले देउसी खेल्दाखेरि बलिराजाले पठाएका भनेर जो भन्ने गरिन्छ त्यसको कारण के हो भने एक सालमा एकपटक बलिराजा पृथ्वीको विचरण गर्न आउनुहुन्छ र देउसी खेल्नेहरूले चाहिँ बलिराजा आउँदै हुनुहुन्छ भन्ने कुराको चाहिँ सङ्केत यसको चाहिँ जानकारी दिने पनि प्रचलन त्यसरी रहन गएको हो। र जो देउसी पछाडि अर्को एउटा भैली अथवा भैलो पनि जो खेल्ने गरिन्छ र भैलो अथवा भैली कसरी यो खेल्न सुरु गरियो अथवा भैलो कसरी यो शब्दको सुरुवात कसरी भयो भने बलिराजाको कथा प्रसङ्गलाई समेटेर बलि गीत गाइन्थ्यो। किनभने अब यो त अब तिनै लोकका शासक त धेरै ठुला शक्तिशाली बलशाली शासक हुनुहुन्थ्यो उहाँ र उहाँको बारेमा चाहिँ महिमाहरू चर्चा परिचर्चाहरू गाइने गरिन्थ्यो र त्यही बलिगीत हुँदै भैली गीत या भैली त्यो शब्द अपभ्रंश यसरी हुँदै आएको देखिन्छ। र बलिले विष्णुलाई जब पातलको बगैँचामा प्रतिस्थापन गरेर जब राखिसके पछाडि वैकुण्ठमा जब लक्ष्मीजी एक्लै हुनुहुन्छ र यसो हुँदाखेरि लक्ष्मीजीले एउटा गरिब आइमाईको रूप धारण गरेर पाताल नै पुग्नुहुन्छ र पाताल पुगेर उहाँले चाहिँ बलिराई चाहिँ बलि महाराजलाई चाहिँ एउटा काँचो धागोको चाहिँ धागो हातमा बाँधिदिनुहुन्छ र यसले चाहिँ सम्पूर्ण खराब कुराहरूबाट चाहिँ बचाएर एउटा रक्षा कवचको रूपमा चाहिँ त्यो काँचो धागोले काम गर्ने हुन्छ। त्यसो हुँदाखेरि त्यस्तो सम्पूर्ण खराब कुराबाट बचाएर रक्षा कवचको रूपमा चाहिँ काम गर्ने त्यो काँचो धागो बाँधिदिएपछि बलि प्रसन्न भएर मैले के वर माग्छु भनेर सोद्धा तुरुन्तै ती गरिब आइमाईको आत्मामा के अरे गरिब आइमाईको जुन भेषमा रहेको आत्मा तुरुन्तै आफ्नो शाश्वत रूपमा प्रकट हुन्छ जो उहाँ लक्ष्मी हुनुहुन्छ र लक्ष्मीले आफ्ना पति भगवानलाई नै दान पाऊँ भनी लिएर फर्किनुहुन्छ। त्यसरी हरेक वर्षको 4 महिना जुन चतुर्मास जो हामीले भनेको छौँ चतुर्मास भनेको देवशयन एकादशीबाट सुरु भएर चाहिँ जो देवउत्थान एकादशीमा गरेर सम्पन्न हुन्छ यति समय चाहिँ भगवान विष्णु पाताल लोकमा पनि बस्नुहुन्छ। र तिहारको धार्मिक महत्त्वलाई संक्षेपमा भन्नुपर्दाखेरि कालका देवता अथवा सूर्यको देवता यमराजले बहिनी यमुनाको निम्तो स्वीकारेर 5 दिन बहिनीको घरमा बिताएको कारण यमराज प्रसन्न भएर वर माग्न भन्दाखेरि चाहिँ आजकै दिन हरेक वर्ष मेरो घरमा आउनु भनेर चाहिँ के अरे यमुनाले भन्छन् र दिदी बहिनी र दाजुभाइको सम्बन्ध प्रगाढ होस् आयु बढोस् भन्ने वर मागेपछि बलिराजाले यो कुरा के अरे यमराजले यो स्वीकार्नुहुन्छ। त यसरी यो दीपावलीको महत्त्व रहेको। त्यसै भगवान रामचन्द्रले असुरको नाश गरिसके पछाडि कार्तिक शुक्ल औँसीका दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्यावासीले जो दीपावली गरेका थिए र त्यही दीपावली चाहिँ एउटा निरन्तर रूपमा चाहिँ हामीले दीपावलीको रूपमा मनाउँदै आएका छौँ। त्यस्तै यमपञ्चकको 5 दिन चाहिँ आफ्नै बहिनी यमुना कहाँ बसेका कारण र त्यस दिन मृत्यु हुने मानिसले नरक देख्नु नपर्ने त्यो विश्वासमा खुसियाली मनाउँदै दीपावली गर्ने प्रचलन पनि रहेको छ र त्यही प्रचलन चाहिँ निरन्तर रूपमा अहिलेसम्म जारी रहेको छ। सुरुदेखि अन्त्यसम्म यो भिडियोमा जसले साथ दिनुभयो यहाँहरू सम्पूर्णमा हार्दिक धन्यवाद र फेरि पनि 2022 को शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद।